हेलो एभ्रिवान, म श्रेया र आज म एउटा गेट रेडी विथ मी भिडियो लिएर आइसकेको छु। हजुरहरूले मेरो युट्युब च्यानलमा मैले लास्ट टाइम राखेको वाला भिडियो एकदमै बेसिकवाला थियो त्यो। डेली युज हुने मेकअप थियो त्यो होइन, मैले त्यो गरेको थिएँ। तर एकदमै धेरै मन पराइदिनु त भएन, त्यस्तो भन्न त मिल्दैन। तर त्यो भ्युज चाहिँ आएको थियो त्यसमा हल्का। तपाईँहरूले हेर्नु भएको छैन भने गएर हेर्नु होला। र आज पनि म त्यस्तै एउटा गेट रेडी विथ मी मेकअप ट्युटोरियल लिएर आएको छु। ट्युटोरियल भन्दा नि मलाई खासै मेकअप चाहिँ आउँदैन। मसँग प्रडक्ट भएको भने पनि यो एउटा मोइस्चराइजर छ होइन, अनि एउटा सनस्क्रिन, यो बेसिक यो हुँदै नहुने खालको एउटा यो छ होइन। अनि त्यसपछि अरू त्यो लिपस्टिकहरू एक दुईवटा छ, अरू मसँग केही पनि छैन। सो त्यतिमै चाहिँ मैले के गर्छु भनेर हेर्नु होला है त। माइकलाई यता गरौँ। I guess this works है। चस्मा खोल्नु पर्यो। सुरुमा चाहिँ मैले के गर्छु भन्दाखेरि मोइस्चराइजर चाहिँ भरिभरको लाउँछु होइन, किनभने अब जाडो पनि छ र मेरो स्किन चाहिँ अब जाडोमा एकदमै धेरै ड्राई हुने अनि गर्मीमा चाहिँ ओइली हुने त्यस्तो टाइपको छ होइन। सो त्यही अनुसारले पनि मैले मोइस्चराइजर पनि त्यस्तै टाइपको यो कम्बिनेसन, ड्राई कम्बिनेसन स्किन एन्ड सेन्सिटिभ स्किनको लागि यो लिएर आएको छु होइन। तपाईँहरूले पनि यो अब यो स्पोन्सर भिडियो त होइन, त्यही भएर नि यो डट एन्ड कीको होइन राम्रो छ। र मैले पहिला चाहिँ मैले यो हुन्छ नि भिटामिन सीको वाला युज गर्थेँ। यो चाहिँ मैले गर्मीमा युज गर्थेँ, यसले नि एकदमै धेरै राम्रो बनाएको थियो। अनि मैले यो जाडोको लागि भनेर चाहिँ यो चेन्ज गरेको छु अहिले। सो हजुरहरूलाई पनि अब यस्तै स्किन सेन्सिटिभ छ र ड्राई हुन्छ भने चाहिँ यो युज गर्दा एकदमै धेरै राम्रो हुन्छ। एटलिस्ट मलाई चाहिँ राम्रो भइरहेछ है। तपाईँहरूले पनि ट्राई चाहिँ गर्नु सक्नुहुन्छ। अनि अब यो मेकअपको कुरा गर्दाखेरि चाहिँ है, मलाई चाहिँ मेकअप चाहिँ एकदमै गर्नै मन लाग्दैन कि हुन्छ नि, गर्न मन लाग्छ इन द सेन्स मेकअप त्यो भ्यात्तै मेकअप गरेको छु जस्तो देखिने टाइपले चाहिँ गर्न मन लाग्दैन। त्यही भएर नि म एकदम मिनिमल गर्छु कि जहिले अब जहाँ कतै जानु पर्यो भने। एकदमै धेरै हेभी फङ्सनहरू छ भने त अब होइन त्यस्तोमा त गर्नै पर्यो। तर मैले चाहिँ अब लाइट मेकअप नै प्रिफर गरिरहेको हुन्छु धेरै जसो। यो सनस्क्रिन चाहिँ सनस्क्रिन पनि मेरो लागि चाहिँ एकदम सुट गरेको सनस्क्रिन हो है। यो जोन्सन के हो ब्युटी अफ जोसन्सको हजुरहरूले यो दरबार मारमा नि पाउनुहुन्छ र अरू स्टोर पनि हुन्छ होला। तर मैले चाहिँ त्यहीँबाट लिएर आउँछु अहिलेसम्म। अनि यो पनि सनस्क्रिन पनि एकदमै राम्रो छ है। सो अब यो हेर्नु न है, यो फाउन्डेसन खासमा हामी तिनजना दिदी बहिनी छौँ होइन। अनि त्यसपछि स्किन टोन चाहिँ हाम्रो अलिअलि त्यस्तै छ। अनि यो फाउन्डेसन चाहिँ तिनैजनालाई म्याच हुने टाइपको ल्याएको थियो। अनि तिनजनाले लाउँदाखेरि यो अब अलमोस्ट यसको चाहिँ द एन्ड नै भइसक्यो। यो एउटा किनेर लिएर आउनुपर्ने छ अहिलेको लागि चाहिँ यस्तै। म त्यो प्रोफेसनल मेकअप आर्टिस्टहरू हुन्छ नि त्यसरी चाहिँ आउँदैन। मैले जस्ट आफूलाई कसरी कम्फर्टेबल हुन्छ होइन, अनि आफूलाई चाहिँ गर्न नि कतिको सजिलो हुन्छ भन्ने हिसाबले चाहिँ गरिराखेको हुन्छु क्या। अनि यो फाउन्डेसन चाहिँ अब हल्का लगायो भने यसले फुल कभरेज चाहिँ दिँदैन, तर यसले जे होस् स्किनलाई हल्का त्यो ड्राई पनि बनाउँदैन। अनि अलिअलि फ्लोरिस के भन्छ त्यसलाई, फ्लोइस समथिङ त्यस्तै देख्ने हो साथी है। मलाई ठ्याक्कै वर्ड चाहिँ अहिले आएन। म यो चस्मा लगाउँछु नि त, अनि चस्मा के अरे यो यता राखेर मेकअप गरेर अनि ऐना अगाडि छैन भने चाहिँ मैले यो ब्लेन्ड गरेँ कि गरेर नि देख्दिनँ क्या। म त्यस्तो अनुभव छ ऐना लिएर आउँछु पनि चल्न त चलिरहेको छ। तर म ऐना पनि हेरी गर्नुपर्ने हुन्छ किनभने आँखा देख्दिनँ। त्यस्तो आँखा नदेख्ने त होइन, तर देख्दिनँ फार साइडको चाहिँ म आँखा देख्दिनँ कि त्यही भएर।
तपाईँहरूले सोच्नु होला यो कालो देखिराख्नु भएको छ नि के भएको होला भनेर सोच्नुहुन्छ होला नि त होइन। सो यो चाहिँ मलाई चाहिँ एउटा त्यो एउटा ऊ आएको थियो कि पिम्पल, तर त्यो इनसाइडवाला आएको थियो। अनि त्यो बढ्दै बढ्दै गएर अनि पछि चाहिँ मैले सर्जरी गर्नु पर्ने थियो। त्यही भएर यो अहिलेसम्म पनि निको चाहिँ भएको छैन। मैले जुन त्यो अर्कोवाला भिडियो राखेको थिएँ नि त्यो चाहिँ तपाईँहरूलाई कतिको राम्रो लाग्यो कि लागेन होइन, त्यसमा अरू के गर्न मिल्छ त्यो नि एकचोटि चाहिँ हेरेर भनिदिनु होला, हेर्नु होला र कमेन्ट गर्नु होला गाइस। मलाई पहिला चाहिँ एकदमै धेरै मेकअप गर्न मन लाग्थ्यो कि, अनि मेकअप भन्नाले फेरि गर्न चाहिँ आउँदैन थियो मलाई, तर गर्न चाहिँ मन लाग्थ्यो। त्यो बेलामा चाहिँ हामीसँग अब यति धेरै प्रडक्ट पनि हुँदैन थियो, अनि कसले गर्छ भन्ने टाइपले सिम्पल गर्ने हो भनेर सोच्थेँ कि मैले। अनि फेस पनि मैले त खासै केही नि केयर पनि गर्दिनँ थिएँ, तर केयर चाहिँ गर्नुपर्ने रहेछ भनेर मलाई अहिले थाहा भइरहेको छ है। मेरो पुरै यो स्किनहरू हुन्छ नि यो ब्रेकआउट समथिङ त्यस्तै त्यो पिम्पल आएको बेलामा फुटाउने होइन, त्यस्तो गर्ने गरेर चाहिँ मेरो अहिले धेरै त्यो लार्ज पोर्सहरू भएको छ कि। खास त्यस्तो चाहिँ गर्नु नहुने रहेछ। स्किन केयर इज मस्ट। र मेरो यो बेस फाउन्डेसन समथिङ कन्सिलर सबै भयो र अब म चाहिँ यो आइस्याडो लाउँछु। खासमा यो कुर्ताको कलर रेड छ है, मैले आज लाउनु लागेको हो, त्यही भएर म यसलाई चाहिँ अलिकति के गरौँ होला भने एकदम फेसलाई चाहिँ धेरै हाइलाइट हुने टाइपको गर्दिनँ। सो यो हाइलाइटर मात्रै लाउँछु होइन। सुरुमा म अर्को एउटा बेस लाउँछु, त्यसपछि चाहिँ म हाइलाइटर लाउँछु। आज कलरहरू चाहिँ धेरै छ है यसमा, तर सबै एउटै टाइपको ब्लेन्ड हुने टाइपको कि। अब जस्तै मैले यो कलर लाएँ भने पनि त्यो हुन्छ नि एट द एन्ड प्रडक्टको त्यो देखिने टाइपको पनि रेड जस्तो पिङ्क जस्तो मात्रै आउने खालको छ कि, अलिकति भेराइटीवाला चाहिँ छैन। जुन लायो नि उस्तै आउँछ क्या। अनि त्यही भएर म चाहिँ न्युड कलरै लाउन प्रिफर गर्छु है। डोन्ट माइन्ड है, म चाहिँ हातमै लगाइदिन्छु। ब्रस चाहिँ म खासै युज गर्दिनँ, चलान छैन भन्दैन है तर म ब्रस चाहिँ युज गर्दिनँ। तपाईँहरूले अरू भिडियोमा नि हेर्नुभएको होला, मैले खासै ब्रस युज गरेको छैन, हातले नै लगाइदिन्छु। सबै मेरो हातले नै काम गर्छ। बट ब्रसले लगाएको र अनि त्यसपछि हातले लगाएको चाहिँ उस्तै लाग्छ है मलाई चाहिँ। अब हामी त्यो मेकअप आर्टिस्ट त होइन, जस्ट गो टु क्याजुअल लुक गर्ने मान्छेहरूलाई यस्तै झापझुप गरिदियो यिनीहरू। सो यतिको लाएँ मैले होइन। अब यसमा चाहिँ म हाइलाइटर एउटा यो सिमरी गोल्डन टाइपको यो लाउँछु, देखियो होइन, यो लाउँछु है। ल यतिको भएपछि चाहिँ डन भयो है आइस्याडोहरू। अब ल्यास कर्ल गरेर मैले चाहिँ यो युट्युबहरूमा पनि के मैले कतिजनाको चाहिँ यो गेट रेडी विथ मी यताउता कतिजनाको सब आजकलको भिडियोहरू हेरेर हुन्छु, तर उहाँहरूले जस्तो चाहिँ मैले गर्न सक्दिनँ।
मस्काराको कुरा गर्नु पर्दा चाहिँ मैले यो युज गरिरहेको छु अहिले है। यो एकदमै राम्रो छ अनि यो अफोर्डेबल पनि छ। के हो 7B भोल्युम मस्कारा भनेको छ। यो चाहिँ एकदम लाइट, धुँदाखेरि पनि सजिलै निस्किन्छ। यो ट्राई गर्नु होला एकचोटि। एकदम धेरै एक्सपेन्सिभ पनि छैन होइन। यो लगाएपछि यो मजाले यो परेलाहरू राम्रोसँग चाहिँ बस्छ है। होला तपाईँहरूले नि यो भयो। ब्लसको लागि चाहिँ मैले ब्लेन्डर फर्स्टमा चाहिँ म यो लिपस्टिक थियो होइन, लिपस्टिकै चाहिँ हल्का हल्का लाउँछु अनि त्यसपछि चाहिँ पाउडरवाला ब्लस लाउँछु। हजुरहरूलाई चाहिँ क्याजुअली गर्न मन छ भने चाहिँ यतिको क्वान्टिटी होइन ठिकै हुन्छ। धेरै हाइलाइटर मन नपर्ने मान्छेहरूलाई। बट इफ तपाईँहरू चाहिँ ब्लस हाइलाइटर भनेपछि मैले सरी ब्लस ब्लाइन्डनेस छ भने चाहिँ यतिले पुग्दैन। धेरै लाउनु पर्ने हुन्छ। भयो। यो भइसकेपछि अब मैले यसको माथि चाहिँ यो पाउडरवाला ब्लस छ नि जुन, त्यो लाउँछु। त्यसलाई जस्ट सेट होस् भनेर एउटा ब्रस ल्याउँछु है। सो गाइज मैले चाहिँ यो भेटिनँ मेरो यो ब्रस है, त्यही भएर म यसले नै हल्का हल्का लाउँछु। हुन त मैले लगाइसकेको हो, त्यही अहिले चाहिँ भिडियोमा खासै देखिँदैन नि त, त्यही भएर हल्का हल्का थप्न मात्रै खोजेको हो। सो यतिको भएपछि चाहिँ हुन्छ होइन। र म चाहिँ अब भइसकेपछि अब लिपस्टिक लाउनेवाला छु। लिपस्टिकको लागि मलाई सुरुमा चाहिन्छ लिप लाइनर। लिप लाइनर चाहिँ अब हजुरहरूसँग जुन छ त्यही युज गर्नु होला है। मसँग चाहिँ अहिले यो डार्क चक्लेट मेरो एकदमै धेरै फेभरेट भएको छ कि यो डार्क चक्लेट। कसरी देखेको छैन होला, देख्दैन के हो है। डार्क चक्लेट यसरी छ यहाँ। यस्तो यो सेडको चाहिँ युज गरिरहेको छु र मलाई यो मेरो करेन्ट फेभरेट भएको भएर हल्का यसलाई लाइनिङ मात्रै गर्छु र यतिको भयो। यो भइसकेपछि म लिप ग्लोस त्यो अघि हामीले जुन युज गरेको थियौँ ब्लसको लागि त्यही नै लिपस्टिक चाहिँ अब हामी ओठमा पनि हल्का लाउँछौँ है। धेरै लाउने होइन, हल्का। अझ हजुरहरूले यसरी ट्याप ट्याप गर्दा नि हुन्छ, तर मैले चाहिँ अलिकति लगाएँ नै है। यो भयो। सो मसँग अर्को एउटा इयरबडवाला लिपस्टिक पनि छ कि, इयरबडवाला लिपस्टिक है। यो एकदमै धेरै अहिले भाइरल भएको छ। यो गोगो टेल्सको। मेरो चाहिँ यो खास यसको स्टोरी बिहाइन्ड अस्ति नै पनि मैले अर्को भिडियोमा नि भनेको छु तपाईँहरूलाई होइन। यो चाहिँ मेसिनमा धोइएको थियो कि यो, त्यही भएर एकदमै मेस छ नि यो अहिले, त्यसकै कारणले हो यो मैले काटै गरिराखेको छु अहिले। सो यो नि भयो। र अब एउटा लिप ग्लस लाम। लिप ग्लस लगाइसकेपछि चाहिँ अब म अलमोस्ट रेडी भएँ। र यसमा मसँग अब यो दुईवटा टिका छ है। हुन त कुर्ता रेड कलरको छ, कुन कलरको टिका लाउनु रुचाउँछ पहिला ब्ल्याक लाइन हेर्छु।
ब्ल्याक कलरै लाउनु भयो रेड एन्ड ब्ल्याक सुट हुन्छ कि भनेर ब्ल्याकै लाउँछु ठिक चाहिँ यति नै हो मेरो गेट रेडी मतलब मेकअप आजको लागि चाहिँ सो यो मेकअप ठिकै नै देखाएको छ ठिकठाक ठिकै हुन्छ होइन सिम्पल पनि राम्रो भयो